हेलो गाइज गुड इभिनिङ। ल अब चाहिँ सुरु भयो है हाम्रो। आज चाहिँ मन्डे हो र परदेशमै भए तापनि आज चाहिँ लाङसा खाइदिने हो। खोजेर भए तापनि जे गरेर भए पनि। र लाङसाको चाहिँ पिस चाहिँ ठुल्ठुलो रहेछ तर हेभी दामी रहेछ है। र आज चाहिँ प्लान चाहिँ छ लाङसालाई चाहिँ मुलामा हालेर चाहिँ निम्बुको रसमा मोलेर झट्टै खाने विचार छ है गाइस। र लाङसालाई चाहिँ अब पिस पिस गर्ने हो यहाँनिर। साह्रै ठुल्ठुलो भयो हो लाङसा चाहिँ, तर ठुलो आउँदो रहेछ यता चाहिँ गाउँमा जस्तो होइन रहेछ। र परदेशमै भए तापनि आज मन्डे सोमबारको दिन खाने बानी के गर्नु गाइस। त्यही भएर चाहिँ यहाँबाट पनि धेरै नै टाढो सिकन्दरपुर गएर लिएर आएको छ गाइस। आज चाहिँ हाम्रो पनि लाङसा खाने प्लान छ है। तर ढिलो भइरहेको छ। सायद गाउँको साथीभाइहरू त खाएर पनि सुतिसक्नु भयो होला। लाङसा खाएर पनि पिस चाहिँ यत्रो यत्रो बनाउँदैछु। लाङसा चाहिँ कस्तो छ भन्नुहोस् है कमेन्ट्समा। मलाई त दामी लाग्यो, मलाई त दामी लाग्यो छ लाङसा चाहिँ हो। यस्तो छ है, यो त चौटा छ नि त, यसलाई त मिलाउनै पर्यो। लु कटिङ पनि भइसक्यो है लाङसा। यहाँ चाहिँ वास हुँदैछ है गाइस, वास हुँदैछ है। यो चाहिँ जालीमा हालेर धोइ हुँदैछ मजाले। लाङसा चाहिँ मैले कुकरमा चढाइसकेँ है। अब सिटी हान्नुको लागि अब चाहिँ प्याजको कटिङ चाहिँ फ्याँक्यौँ, स्लाइस कटिङ हुन्छ है अब प्याज चाहिँ। यो कामहरू यस्तो चाहिँ फ्याँक्दैन, यस्तो चाहिँ पाक्दैन नि त कहिले पनि हो। त्यही भएर चाहिँ स्लाइस कटिङ गऱ्यो भने चाहिँ दामी हुन्छ। ठुल्ठुलो तिनवटा चाहिँ हालिदिनु पऱ्यो। ग्रेभी चाहिएको छ, ग्रेभीवाला बनाउने हो देसी स्टाइलमा। सिटी बज्न थाल्यो है लाङसाबाट, सिटी बज्न थाल्यो है। यता चाहिँ फेरि यता यसको मसला बनाउनको लागि, बिफको मसला बनाउनको लागि कराई पनि चढाइसकेँ है मैले अर्को चुल्हामा। र यता चाहिँ सिटी लागिरहेको छ। बिफ चाहिँ कमसेकम पनि 8-10 सिटी त बजाउनुपर्छ। यहाँ चाहिँ खडा मसला प्याजहरू भुट्दैछ है। म चाहिँ हालिसकेँ तेजपत्ताहरू है गाइस। ढिलो पनि हुन आँट्यो, रात पनि धेरै भइसक्यो, त्यही भएर चाहिँ हतार भयो। त्यही भएर चाहिँ फटाफट गर्न थालिरहेको छु। यहाँनिर पेस्ट बनाइरहेको छु गार्लिकको, लसुनको। र यहाँ चाहिँ गार्लिक, यहाँ चाहिँ अदुवा मतलब जिन्जर र ग्रिन चिल्लीको छ पेस्ट। अहिले चाहिँ गार्लिकको पेस्ट पनि हालिदिएँ है मैले चाहिँ, गार्लिकको पेस्ट र ग्रिन चिल्लीको पेस्ट, जिन्जरको पेस्टहरू पनि हालिसकेँ अहिले चाहिँ फिलहाल चाहिँ। यहाँनिर अब मसलाहरू हाल्नुपर्छ गाइस। अहिले चाहिँ मसलाहरू हालिसकेको छु। यहाँनिर मैले जिरा पाउडर, मिट मसला, हल्दी, राते मसला हालिसकेँ गाइस। अहिले चाहिँ मुला पनि हालिदिएँ है मसलामा गाइस। मसला पनि यस्तो भयो है। यता चाहिँ टमाटर पनि कटिङ हुँदैछ, अब टमाटर पनि हाल्नुपर्छ गाइस। ग्रेभी चाहिँ यतिको भइसक्यो है। मुला हालेँ, मुला पनि लगभग पाकिसक्यो है। यस्तो भयो ग्रेभी चाहिँ लाङसाको चाहिँ। लाङसा पनि यहाँ छ, अब लाङसा हाल्नुपर्छ। अब पाके चाहिँ बोइल भएछ, अब चाहिँ हाल्नुपर्छ है। यता लाङसा चाहिँ बोइल भएछ है गाइस। अब चाहिँ हालौँ त लाङसा चाहिँ। लाङसा चाहिँ पचिसक्यो ग्रेभीमा टक्कै मिक्स हुँदैछ है यहाँनिर मुलासँग मसलामा। लाङसा चाहिँ अब त्यो चाहिँ होइन, अब आधा घन्टा 40 मिनट पकाउनुपर्छ यसलाई। टमाटर पनि हाल्नु भएको छ, र अब चाहिँ टमाटर पनि हाल्नु गाइस। टमाटर पनि एड गरिदिएँ मैले चाहिँ।
भाइ हुँदैछ टमाटर पनि एड गरेँ मैले लाङ्सामा टमाटर पनि एड भइसके 50% भइसके गाइस हाम्रो लाङ्सा चाहिँ पाकिसके गाइस हेर्नुहोस् है अब त धनिया मात्रै हाल्नु मन छ नानी भयो लाङ्सा चाहिँ पाकेर पनि लाङ्सा यो चाहिँ मुला पनि दामी पाक्यो हेर्नुहोस् है गाइस आउनुहोस् है गाइस इन्जोय गरौँ है लाङ्सा चाहिँ पाक्यो है कस्तो लाग्यो गाइस लाङ्सा करी चाहिँ भन्नुहोस् है कमेन्ट्समा लाङ्सा करी विथ मुलासँग